सहकारी क्षेत्र ग्रामीण सम्भावना उपयोग गरी गरिब निवारण गर्ने उपयुक्त माध्यम हो। तथापि नेपालको सहकारी क्षेत्र समस्याग्रस्त हुँदा नागरिकहरूलाई चाहिँ यसबाट अपेक्षित लाभ प्राप्त हुन नसकेको परिप्रेक्ष्यमा यसका मूलभूत कारणहरू पहिचान गरी सुधारका लागि अल्पकालीन एवं दीर्घकालीन उपायहरू प्रस्तुत गर्नुहोस् भने आज यो क्वेसन चाहिँ अस्ति पनि राखेको क्वेसन थियो। फेरि यस्तै यस्तै प्रकृतिको क्वेसन आएछ होइन। अस्ति पनि मैले आफूले बनाउँदा अस्ति यस्तै यस्तै क्वेसन बनाएको थिएँ, फेरि आज क्वेसन यस्तै यस्तै भएछ, तर क्वेसन अलिकति गरिब निवारणसँग जोडेको छ, त्यही भएर अलिकति गरिब निवारणको तरिकाले चाहिँ यसलाई अलिकति मोडिफाई गरिदिएको छु मैले। त्यही अनुसार इक्जाममा अलिकति मोडिफाई गर्नु भने अस्तिको र यो क्वेसनको एन्सर लगभग लगभग एउटै हो। तथापि यहाँ तल्लो क्वेसनमा चाहिँ फेरि अलिक ट्रिकी छ क्वेसन। तत्कालीन दीर्घकालीन उपाय भनेर अलिकति चाहिँ उपायलाई अस्ति ठाडै उपाय लेखिदिएको सोधेको थियो, आज चाहिँ तत्कालीन दीर्घकालीन उपाय भनेर अलिकति क्वेसन चाहिँ फेरि अलिकति ट्विस्ट गर्न खोजेको चाहिँ देखिन्छ। अब यहाँ हेऱ्यो भने सामाजिक तपाईँको सामाजिक एवं आर्थिक उद्यमशीलता मार्फत स्थानीय अर्थतन्त्रको सबलीकरण गर्ने, उत्पादनमा सहजीकरण, उत्पादनको बजारीकरण मार्फत नागरिकको आय स्तर अभिवृद्धि गर्ने जस्ता कार्य गरी गरिबी निवारणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने सहकारी क्षेत्रमा सहकारी क्षेत्रमा वर्तमान समयमा ठिकै रे सहकारी क्षेत्र वर्तमान समयमा समस्याग्रस्त रहेको देखिन्छ, जस पछाडिका मूलभूत कारण देखाएअनुसार छन् भनेर लेख्यो यहाँ। यहाँ सहकारी परिभाषा नि कहाँ गयो केही पनि लेखिनँ मैले, हेर्नुहोस्। अनि के लेखेँ, डाइरेक्ट जे हो त्यहीबाट सुरु गरेँ कि सामाजिक एवं आर्थिक उद्यमशीलता मार्फत स्थानीय अर्थतन्त्रको सबलीकरण गर्ने, उत्पादनमा सहजीकरण र उत्पादनको बजारीकरण मार्फत नागरिकको आय स्तर अभिवृद्धि गर्ने जस्ता कार्य गरी गरिबी निवारणमा उल्लेख्ने भूमिका निर्वाह गर्ने। हामीलाई क्वेसन त गरिबी निवारण सोध्या हो नि त। गरिबी निवारणमा उल्लेख्य भूमिका निर्वाह गर्ने सहकारी क्षेत्र वर्तमान समयमा समस्या रहेको देखिन्छ, जस पछाडि मूलभूत कारणहरू देखाएअनुसार छन् भनेर यसरी राखियो। अब कारणको रूपमा मैले 4-5वटा कारणहरू यहाँ गरेका छु। 4-5वटा कारणहरू एउटा नीतिबाट सुरु गरेँ। नीति अस्पष्टता छ, अन्यलता छ, कुन क्षेत्रमा कस्तो प्रकृतिको कति सहकारी खोल्ने भन्ने नीति चाहिँ स्पष्ट हाम्रो भएन, एउटा त्यसरी सुरु गरियो। अनि यसरी जोड्नु पर्यो एउटा। अर्को दोस्रो छ तपाईँको चाहिँ सहकारी नियमन प्रणाली कमजोर छ। हाम्रो सहकारी सहकारी दर्ता नियमनको अधिकार तिनै तहमा छ, तर त्यो अनुसारको नियमन क्षमता चाहिँ बढाउन सकिएको छैन भन्ने कुरा भयो। अर्को अर्को स्वनियमन पनि पक्ष कमजोर छ। लेखा सुपरिचालन समिति, सञ्चालक समिति, बोर्ड होइन आदिको भूमिका चाहिँ प्रभावकारी छैन भनेर स्वनियमन पक्ष कमजोर छ। त्यही भएर सहकारी चाहिँ मा समस्या आएको हो है त। सहकारीमा चाहिँ त्यो सहकारीले चाहिँ गरिब निवारणमा योगदान पुर्याउन नसकेको हो, अथवा आफ्नो उद्देश्य अनुरूप आफ्नो चाहिँ सिद्धान्त अनुरूप चलाउन नसकेको हो भनेर लेख्यो। अर्को संस्थागत सुशासन कमजोर छ, आन्तरिक नियन्त्रण प्रणाली कमजोर छ, लेखाङ्कन प्रतिवेदन प्रभावकारी बनाउन सकिएको छैन, नातावाद क्षेत्रीयवाद अनुत्पादक क्षेत्रमा कर्जा छ। अनि गरिब निवारणमा कर्जा प्रवाह गर्नुपर्ने, अनुत्पादक क्षेत्रमा कर्जा छ, चाहिँ तपाईँको माटहरू बनाउन, घडेरी चाहिँ किन्नदेखि के गर्न लोन दिएको छ, चाहिँ तपाईँको सेयर किन्नदेखि के लोन दिएको छ। तर संस्थागत सुशासन पक्ष कमजोर भयो। सबै सहकारीलाई सहकारी व्यवस्था सूचना प्रणाली आबद्ध गर्न सकिएन, त्यो कारणले तिनीहरू रिपोर्टिङ सिस्टम कमजोर भयो। अनि सहकारी मुद्दालाई राजनीतिकरण गरियो होइन, त्यो हिसाबले पनि सहकारीले चाहिँ उनीहरूको लगानीलाई सामाजिक उद्यमशीलता आर्थिक उद्यमशीलता क्षेत्रमा प्रभाव गर्न सकेन। सहकारी सम्बन्धी सचेतनाको चाहिँ कमजोर छ, दोहोरो सदस्यताको लगायतका कुराहरू पनि समस्या छन्। अर्को समन्वय सहकारी पनि कमजोर छ होइन। सहकारीमा चाहिँ तपाईँको तहगत सरकार बिच पनि छैन, सहकारी अभियन्ता सरकार र सहकारी बिचमा पनि छैन। होरिजेन्टल भर्टिकल दुइटै किसिमको कोअर्डिनेसन चाहिँ कमजोर छ। अनि सहकारी सङ्घ महासङ्घ नागरिक समाज मिडिया आदिको भूमिका पनि अपेक्षित भएन। त्यो कारणले गर्दा चाहिँ सहकारीमा समस्या आएको हो भनेर वर्तमान समयमा सहकारीमा समस्या आउनुको कारण चाहिँ यी हुन् भनेर यसरी राखियो होइन। यो भयो। सुधारका अल्पकालीन र दीर्घकालीन उपाय भने भएर अल्पकालीन रूपमा के गर्ने, दीर्घकालीन रूपमा के गर्ने भन्ने हुन्छ। अलिकति पोलिसीहरू बनाउने होइन, अलिक संस्थाहरू खडा गर्ने होइन, नयाँ संस्था संरचनाहरू बनाउने भन्ने जस्तो कुराहरू चाहिँ दीर्घकालीनमा राख्नु पर्यो। तत्कालै भएका पोलिसीको इम्प्लिमेन्टेसन गर्ने, नियमन अथवा चाहिँ निगरानीलाई प्रभावकारी बनाउने होइन, अहिले भएकै ऐन कानुनलाई टेकेर अनुसन्धान अभियोजन गर्ने जस्ता कुराहरू अल्पकालीन अथवा तत्कालीन कारण हुन्। अब तपाईँले त्यही भएर तत्कालीन उपाय र चाहिँ दीर्घकालीन उपाय भनेर दुईवटा तरिका लेख्नुपर्छ। अब मैले माथि के लेखेँ, माथि उल्लेखित कारणहरूलाई सम्बोधन गर्दै सहकारीलाई गरिबी निवारणको मूल सम्भाग बनाउन देखाएका अल्पकालीन र दीर्घकालीन उपाय आत्मसात गर्नुपर्ने हुन्छ भनेर यसरी राखियो। यो भित्र अल्पकालीन उपाय के भयो भन्दा तिनै तहबाट जारी भएका विद्यमान ऐन कानुनहरूको अनुपालनलाई प्रभावकारी तुल्याउने, यो पहिलो कामै यही गर्नु पर्यो। भएको ऐन कानुनको परिपालन राम्रो छैन अनि सहकारीमा समस्या आइहाल्छ। तर तिनै तहबाट जारी भएको सङ्घले प्रदेशले स्थानीय तहले आफ्नो अनुकूल चाहिँ कानुनहरू बनाएका छन्। सहकारीलाई तिनै तहका अधिकार सूचीभित्र समावेश गरिएको छ। तर तिनै तहलाई कानुन बनाउने, योजना बनाउने, बजेट बनाउने अधिकार छ। त्यो भएर चाहिँ तपाईँको त्यो हेर्नु पऱ्यो, पहिलो चाहिँ भएको कानुनको परिपालना गर्नु पऱ्यो। नयाँ सहकारीको अहिले तत्काल गर्नुपर्ने चाहिँ नयाँ सहकारी संस्थाको स्थापना, शाखा विस्तार र कार्यक्षेत्र विस्तारलाई तत्कालकाले रोक्नै पर्छ। अहिले तत्कालीन अल्पकालीन रूपमा गर्नुपर्ने चाहिँ यो। अर्को बचत फिर्ताको लागि आवश्यक पहल गर्ने, बचत फिर्ताको लागि चाहिँ आवश्यक पहल गर्ने, किन अहिले सहकारीको बचत फिर्ता दिन नसकेको अहिलेको तत्कालको समस्या हो। तर बचत फिर्ताको लागि आवश्यक पहल गर्नु पऱ्यो। सञ्चालक र एका घरको परिवारको सम्पत्ति धितोमा 5 लाखसम्मको बचत गर्ने, बचत फिर्ता गर्ने, अहिले यो भन्छ होइन, बजेटमा यो शब्द छ।
सञ्चालक र एका घरको परिवारको सम्पत्तिको धितोमा 5 लाखसम्म बचत गरेर जसको बचत थियो तिनीहरूको चाहिँ बचत फिर्ता गर्ने भन्ने छ। तत्काल सरकारले बचत फिर्ता गरी सहकारीको अचल के अरे अचल सम्पत्तिको बिक्री बिक्री गरी शोध भर्ना गर्ने, यो पनि अर्को चाहिँ तत्कालीन अथवा अल्पकालीन उपाय हो। अरू नियमनलाई प्रभावकारी बनाउने भएकोलाई त तपाईँको सुशासनयुक्त बनाउनु पऱ्यो नि त, नियमनलाई प्रभावकारी तिनै तहको नियामक क्षमता बढाउने, सो नियमनलाई प्रभावकारी तुल्याउने आन्तरिक नियन्त्रण प्रणाली बनाइ लागू गर्ने, यो चाहिँ नियमनलाई प्रभावकारी बनाउने भन्ने एङ्गलबाट राखियो। अब अनावश्यक खर्च कटौती होइन, सहकारीमा हुने चाहिँ साधारण सभा खर्च होइन, त्यहाँ सञ्चालक समितिको अस्वाभाविक सेवा सुविधा यस्ता कुराहरूलाई चाहिँ खर्च कम गर्नुपर्छ। अनुसन्धानलाई अझै प्रभावकारी बनाउनुपर्छ, उजुरी परेका सहकारीको सघन अनुगमन गर्ने, उजुरी उपरको अनुसन्धान निष्पक्षता पारदर्शिता ल्याउने, गैर सदस्य ऋण दिएकालाई फौजदारी कानुनको दायरामा ल्याउने, यस्ता कुराहरू छन्, योतिर जोड दिनुपर्छ। सहकारी अभियानलाई नेतृत्वदायी भूमिका निर्वाह गर्ने राष्ट्रिय महासङ्घ सहकारी सङ्घ यिनीहरूको चाहिँ समन्वय राम्रो बनाउनुपर्छ भनेर यसरी चाहिँ राखियो। ल यो ब्याङ्क सरह बनाउने भने चाहिँ मलाई चाहिँ थाहा छैन है, त्यो हिजो अस्ति बनाएको ती विधेयकमा त्यस्ता शब्द राखेको छ भने ती चाहिँ मलाई चाहिँ सहकारी भनेको ब्याङ्क बन्ने लक्ष्य चाहिँ सहकारी होइन होला। अब दीर्घकालीन उपाय, ब्याङ्क त्यसो भए ब्याङ्कको काम त ब्याङ्क चाहिँ के बन्ने त, सहकारी ब्याङ्क बन्ने भयो। अर्को तहगत भूमिकाको स्पष्टता र त्यो सहकारीको मूल मान्यता चाहिँ सहकारीका 7वटा सिद्धान्तभन्दा बाहिर होइन र त्यो त त्यस्तो छैन होला। ल अर्को तहगत भूमिकाको अब दीर्घकालमा के गर्ने भन्दा तहगत भूमिकाको स्पष्टता र सहकारी नियमन जस्ता विषयलाई समेटेर संहिता र समयानुकूल सहकारी नीति जारी गर्ने, यो गर्नुपर्छ होइन। सहकारी आचार संहिता र मापदण्ड बनाई सोको प्रभावकारी कानुन गर्ने भन्ने अर्को राखियो। अर्को सहकारीको पुँजीलाई कृषि उद्योग स्थानीय व्यवसाय प्रवर्धन तथा गरिबी निवारणको क्षेत्रमा बाहेक अन्यत्र परिचालन गर्न निरुत्साहन गर्ने। माथि गरिबी सोध्या भएर गरिबीलाई एउटा शब्द यहाँ चाहिँ थपियो। अर्को अधिक सङ्ख्यामा रहेका सहकारीलाई एक आपसमा गाभिन प्रोत्साहन गर्ने हालको बजेटमा उल्लेख अहिले। अर्को बढी कारोबार गर्ने सहकारीको नियमनका लागि छुट्टै नियामकीय संरचना स्थापना गर्ने, यो पनि हालको बजेटमा उल्लेख। अर्को सबै सहकारीलाई कोपोमिसमा आबद्ध गरी प्रतिवेदन प्रणालीलाई प्रभावकारी बनाउने होइन, सबैलाई आबद्ध गर्न त तत्काल हुँदैन नि त, गर्दै जानु पर्ने दीर्घकालसम्ममा गर्ने काम भयो। अर्को बचत तथा कर्जा जोखिम न्यूनीकरणलाई आवश्यक प्रबन्ध गर्ने, जस्तै कर्जा बिमाको व्यवस्था, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, जगेडा कोष, अनिवार्य नगद अनुपात, बचत तथा कर्जा सुरक्षण कोष, यस्ताको चाहिँ तपाईँको स्थापना गरेर सञ्चालन गर्ने कुरा चाहिँ यो पनि भन्ने बित्तिकै नहुने हो र लङ टर्ममा यसलाई राख्यो। अर्को सहकारीप्रतिको विश्वास अभिवृद्धिको लागि नागरिक शिक्षा सूचना तालिममा जोड दिने, यो तत्कालीन दीर्घकालीन दुइटैमा राख्न सकिन्छ, यसरी चाहिँ राखियो। अनि अन्तमा उपरोक्त उपायहरूको समय सारिणी सहितको कार्ययोजना बनाई कार्यान्वयनमा लैजान सकेमा सहकारी क्षेत्रमा सुशासन अभिवृद्धि भई सहकारी मार्फत आर्थिक सामाजिक रूपान्तरण भई गरिबी निवारणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ भनेर चाहिँ माथि गरिबी सोध्या भएर यसरी चाहिँ मैले सम्बोधन गर्ने प्रयास गरेको छु।